रूपन्देहीको प्रतिष्ठित वेस्टर्न मेगा कलेजले आगामी शैक्षिक सत्रसँगै परम्परागत शिक्षालाई अझ निखार्दै होटल व्यवस्थापन क्षेत्रमा नयाँ उपलब्धि र उत्सवमय अवसरहरू प्रस्तुत गर्ने भएको छ। प्राचार्य अधिवक्ता किशु शर्माले बिहीबार पत्रकार सम्मेलन मार्फत कलेज परिसरमै विविध कार्यक्रम गर्ने घोषणा गर्दै असार 1 गतेदेखि कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूको लागि 10 दिने पूर्ण रूपले निःशुल्क होटल व्यवस्थापन तालिम सञ्चालन गर्ने जानकारी दिनुभयो। उहाँले तालिममा 200 बढी विद्यार्थीहरू सहभागी हुने लक्ष्य राखिएको बताउँदै अनुभवी सेफ दीपक राउतले व्यवहारिक मार्गदर्शन प्रदान गर्ने बताउनुभयो। उक्त तालिमले विद्यार्थीहरूलाई किचन व्यवस्थापन, अतिथि सेवा, भान्सा विभाजन र गुणस्तरीय खानाका विधाहरूका बारेमा जानकारी दिइने वेस्टर्न मेगा कलेजले जनाएको छ। त्यो 10 दिनको लागि हामी प्रोभाइड गर्छौँ। बेकरीको ट्रेनिङ पनि हामी प्रोभाइड गर्छौँ। बेकरीको लागि हामीले एउटा राम्रो प्रोडक्ट हामीले नेपालमै नाम लिएका सेफ दीपक राउत भन्ने उहाँ चाहिँ उहाँको कार्यस्थल लुक्ला हो र उहाँ यहाँ यस परीक्षण दिनको लागि मात्रै यसै रिसोर्टमा 10 दिन बस्ने र परीक्षण दिने कार्यक्रम गर्नुहुन्छ। बेकरीको कन्टेक्स्टमा पनि अन्य विषयवस्तुमा पनि हामीले हाम्रो एक्सपर्टहरूलाई युज गरिरहेका छौँ। बारिस्टा तथा फुड एन्ड बेभरेजको तालिम पनि हामीले यसमा दिन्छौँ र सँगसँगै गेस्ट ह्यान्डलिङ र हाउसकिपिङको तालिम पनि दिन्छौँ र यस पश्चात तालिममा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क पौडी तालिम र पौडी गर्ने सुविधा हाम्रो यस आरम्भ रिसोर्टमा रहेको स्विमिङ पुलमा हामी त्यो पनि उपलब्ध गराउँछौँ। कलेजले असार 1 गतेदेखि 10 गतेसम्म स्वाद उत्सव आयोजना गर्दै नेपाली परिकारहरूको विविध झलक प्रस्तुत गर्ने तयारी गरेको छ। भदौको पहिलो सप्ताहमा स्वाद र संस्कृति महाअभियान नारासहित महाअभियान र फुड फेस्ट डेमो हुनेछन्, जसले स्थानीय र राष्ट्रिय परिकार प्रेमीलाई आकर्षित गर्नेछ। हामी यो फुड फेस्टिभलमा व्यापारिक दृष्टिकोणले भन्दा पनि यसलाई चाहिँ हामीले टिपिकल्ली नेपाली फुड र नेपालको संस्कृतिसँग प्रवर्धन गर्ने उद्देश्यले यसमा हामी मात्र नेपालीले प्रयोग गर्ने, सामान्यतया हाम्रो प्राचीन कालदेखि आजसम्म हाम्रो नेपाली चुलोमा पाक्ने र त्यही स्वादको लागि हामीले यसलाई चाहिँ एउटा महोत्सव कस्तो हुन्छ त, फुडको महोत्सव के हो भनेर हामीले यो प्राङ्गणमा 3 दिन कार्यक्रम गर्नेछौँ। जसमा त्यसको प्रमुख आकर्षणको रूपमा हामीले टिपिकल नेपाली परिकारहरू अनि राष्ट्रिय गायकहरूको प्रस्तुति र नेपाली संस्कृति सहितको विद्यार्थीहरूको फेसन सो, यो 3टा यसको प्रमुख आकर्षण रहेको छ। भने सँगसँगै हामीले यसमा एउटा फोटो प्रदर्शनी, खानाको फोटो प्रदर्शनी पनि गर्नेछौँ, जसको टाइटल चाहिँ हामीले एभ्री फुड ह्याज अ स्टोरी, प्रत्येक खानाको एउटा कहानी छ भनेर त्यो खानाको हिस्ट्रीको बारेमा हामीले यही हलमा हामी एउटा प्रदर्शनी गर्नेछौँ। त्यस पश्चात एउटा हामीले त्यसैमा आकर्षणको रूपमा हाउस अफ बेकरी भनेर राखेका छौँ। बेकरीका विभिन्न परिकारहरू हामीले त्यसमा नयाँ शैक्षिक सत्रमा बीएचएम र एमबीए कार्यक्रमको भर्ना पनि खुलेको कलेजले जनाएको छ। कलेजका अध्यक्ष मेघराज पन्तले बुटोल पश्चिमको नमुना रिसोर्टबाट यात्रा सुरु भएको यस कलेजले 2074 सालदेखि होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको बताउनुभयो। उहाँले हालसम्म 450 जना विद्यार्थीले होटल व्यवस्थापनमा दक्षता हासिल गरी उत्तीर्ण भइसकेको जानकारी दिनुभयो। खास गरी यो अहिले जुन फुड फेस्टिभल भन्ने चाहिँ हामी चाहिँ नयाँ कार्यक्रम, हाम्रो आरम्भ रिसोर्टको लागि नयाँ कार्यक्रम हो। हुन त बजारमा उद्योग वाणिज्य सङ्घ, होटल म्यानेजमेन्ट के अरे होटल व्यवसाय सङ्घहरूले पनि चाहिँ फुड फेस्टिभल राखिरहनु भएको छ, हामीले देखिरहेका छौँ। त्योभन्दा पृथक तरिकाले हामी चाहिँ एउटा होटल फुड फेस्टिभललाई चाहिँ हामी चाहिँ लैजाउँ भन्ने हिसाबले हामी चाहिँ यो कार्यक्रम आयोजना गरेका हौँ। यसमा खास गरी नेपाली कल्चरलाई विशुद्ध रूपमा पहिचान गराउनको लागि हामी चाहिँ यसमा चाहिँ विशेष जोड चाहिँ दिनेछौँ। लाई अब हाम्रो देश भनेको प्रशस्त टुरिज्मको सम्भावना भएको देश हो। खास गरी बुद्ध लुम्बिनीमा बुद्ध जन्मेको ठाउँ हामीले पाएका छौँ। जापान र चाइनामा प्रायः बौद्धिस्ट धर्म मान्ने अलिकति बढी चाहिँ पिपल्सहरू हुनुहुन्छ। त्यसैको आधारमा पनि नेपालमा आएको बेलामा उहाँहरूलाई गाइडेन्स गर्नको लागि पनि सजिलो होस् भन्ने तरिकाले हामीले चाहिँ यसलाई चाहिँ सुरु गर्नु भन्ने चाहिँ हाम्रो उद्देश्य हो।
वेस्टर्न मेगा कलेजका अनुसार नयाँ सुविधाहरू अन्तर्गत तेस्रो सेमेस्टरमा व्यक्तित्व विकास कक्षा, 5औं सेमेस्टरमा जापानिज भाषा कक्षा, 6औं सेमेस्टरमा चिनिया भाषा अध्ययन थप गरिएको छ। साथै विभिन्न देशको अध्ययन भ्रमण र प्रायोगिक कार्यशालाका अवसरहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बजारमा अग्रस्थान दिन सहायता पुग्ने कलेजले जनाएको छ। कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत असार 3 गते मङ्गलबार क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ। यस इभेन्टले विद्यार्थी र स्थानीय समुदाय बीच आपसी सहयोग र मानवता प्रवर्धन गर्ने विश्वास लिएको छ।